राम्रो छ, सुख शान्ति होस्, समृद्धि होस् है। हजुरहरूको चाहिँ अब जुन अब एउटा जीवनको गाडी चलाउँदै हुनुहुन्छ दुईजना मिलेर होइन, जीवनमा कहिले कसो हुन्छ केही होइन, ती कुरालाई चाहिँ सामान्य मानेर एक्सपिरियन्स लिएको मान्छे होइन, थाहा छ नि धेरै कुराहरू। हजुर, अनि यसो ती कुराहरूलाई चाहिँ सामान्य मानेर हजुर अब श्रीमानले श्रीमतीको, श्रीमानले चाहिँ श्रीमतीले श्रीमानको चाहिँ एकअर्काको चाहिँ आत्मालाई कदर गरेर एकदम सम्मानजनक ढङ्गबाट अगाडि बढ्यो भने हाम्रो जीवनमा एकदमै खुसी सफलता छ, धेरै ठाउँमा छ। यो आजभोलि मान्छेहरूले त्यति महत्त्व गर्दैनन् होइन, तर यसको धार्मिक महत्त्व छ, हाम्रो सामाजिक महत्त्व छ, धेरै कुराहरू छ नि त। त्यही भएर हजुरहरूको पनि त्यस्तै होस्, राम्रो होस्, सुख शान्ति होस्, समृद्धि होस्, एकअर्कालाई बडो सम्मान गर्नुहोला, एकअर्काको आत्मालाई प्रेम गर्नुहोला होइन। शरीरको प्रेम केही पनि होइन, आत्मालाई प्रेम गर्नुहोला, यही कुरो भने है त। मैले धेरै होइन, यति मेहनत गरेर खानु भएको छ होइन। हजुर, जस्तो भए पनि मेहनतको फल चाहिँ मिठो हुन्छ, धेरै मेहनत गर्नु भएको छ। यो सबै भगवानको कृपा हजुर। यो संसारमा जो जन्मिन्छ नि उसले केही न केही एउटा उसको भाग्यमा एउटा लाइन लेखिएर आएको हुन्छ, पहिले नै लेखिया हुन्छ होइन, पहिले लेखिया हुन्छ। यो प्रारब्धको कुरा हो। हजुर, मैले पढेको छु, मैले इन्टर पास गरेको छु, हजुर हजुर, मैले चाहिँ 2-3 चोटि आयोगमा चाहिँ परीक्षा पनि दिइसकेँ, तर जहिले पनि पल्टिरहन्छु। अब म यहाँ बसेको छु नि, हजुर, तपाईँको आजको हिसाबमा आजको 7 वर्ष भयो यहाँसम्म म बसेको। हजुर हजुर, तपाईँको 20,000 भन्दा धेरैले हात मिलाउनु भयो, तपाईँको 5,000 6,000 भन्दा बढीले अब मानव एउटा अब के सोचेर हो, के सम्झेर हो होइन, उहाँले प्रणाम नमस्कार गरेर जानुहुन्छ। धेरैजनाको चाहिँ तपाईँको 7, 8, 9, 10 हजारको चाहिँ शिरमाथि हात राखेर आशीर्वाद दिएको छु। हजुर हो। अनि मलाई खाना पनि पुगेको छ, लाउन पनि पुगेको छ, यसपालि चाहिँ सानोतिनो घर किनेर पनि बसे, भइहाल्यो नि। यही आम्दानी गरेको उपजले भनेपछि राम्रो। मङ्सिर 19 गते कान्तिपुर समाचारमा छ बिहानको। ए 19 कान्तिपुर समाचार भाइ पत्रिकामा भन्नु कि पत्रिकामा पनि छ, पत्रिकामा पनि छ। तपाईँको हजुर बस्ने यहीँ बस्नुहुन्छ कि यहाँबाट 3 किलोमिटर पश्चिम हाटथोकबाट अलि अगाडि पर्छ। हजुरले चाहिँ त्यो मङ्सिर 19 गतेको हजुर चाहिँ यो के भन्छ त्यसलाई कान्तिपुर एचडी भन्ने एउटा युट्युब च्यानल आउँछ, हजुर हो, त्यसमा चाहिँ तपाईँले चाहिँ स्याट्ट त्यसलाई सर्च गरेर हजुर तपाईँले चाहिँ ठ्याक्क 18 मिनट भगाउनुहोस् होइन, हजुर 18 मिनटपछि हाम्रो रिपोर्ट त्यहाँ सुरु हुन्छ। ए हस् होइन, पाल्पा भैरवको आशीर्वाद लिन आउनु भएको छ। हजुर हजुर, बाबा विश्वमै एकदमै शक्तिशाली हुनुहुन्छ। हजुर हजुर, उहाँलाई सधैँ जहिले पनि हृदयमा सजाउनुहोस्। हजुर, जुन कार्य गर्दाखेरि पनि हजुरको चाहिँ हरेक कामहरू सफल हुन्छ है। हजुरको आशीर्वाद लागोस्, एकदम शुभेच्छा शुभकामना छ। हजुरलाई धन्यवाद, एकदम हस्।